हेलो नमस्ते एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म भिडियो अपलोड गर्दैछु किनभने मेरो मोबाइलमा कति धेरै भिडियोहरू रहेछ डिलिट गर्न मनै लागेन, त्यही भएर चाहिँ म यो भिडियो बनाउँदैछु। अस्ति सन्डे चाहिँ म बनेपादेखि पाँचखाल गएको थिएँ पिएनसी भिजिटमा। सुरुमा चाहिँ म रुमबाट निस्केँ। रुमबाट बनेपा धुलीखेल नपुग्दासम्म चाहिँ कस्तो कुहिरो लागेको थियो, पुरै पानी पर्ला जस्तो। धुलीखेल पुगिसकेपछि टिलिक घाम टल्केको रहेछ। म चाहिँ रुमबाट खाना नखाएर गएको थिएँ। अनि त्यसपछि त्यहाँ खाजा खान थाल्यौँ। शारदा दिदी खासमा जानुपर्ने चाहिँ मेरो पिएनसी भिजिट हो, तर म एक्लै भएर शारदा दिदीलाई जाम भनेको थिएँ। पनि हुन्छ भनेर आउनुभयो। हामी चाहिँ पाँचखालको गाडीमा बस्यौँ। बस्ने बित्तिकै शारदा दिदी भिडियो बनाउन स्टार्ट गर्नुभयो, किनकि उहाँ एकदम पुरै राम्री बनेर आउनुभएको थियो काजल साजल लाएर। अब चाहिँ हामी लाग्यौँ पाँचखालतर्फ। अब चाहिँ हामी पाँचखाल 3 पिप्ले भन्ने चोकमा झऱ्यौँ। त्यसपछि चाहिँ हामीले दिदीलाई कल गरेर दिदीको घरतिर लाग्यौँ। यति धेरै गर्मी थियो। त्यसपछि हामी गयौँ। जैसे हम दीवाने थे वैसे ही दीवाने। दिदीले चाहिँ भैँसी पाल्नु भएको रहेछ। अनि यो दिदीको भैँसी राख्ने गोठ रहेछ कि यो देख्दा ठ्याक्क हाम्रो पनि घरतिर भैँसी राख्ने गोठ अनि लेकतिर यस्तै हुन्थ्यो नि, त्यही याद आएको थियो। अब उहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ। अब चाहिँ हामी दिदीसँग बस्छौँ, कुराकानी गर्छौँ, आफ्नो कामहरू सबै गर्छौँ। लिखे तुझे मिलने के लाखों बहाने हैं। जैसे हम दीवाने थे वैसे ही दीवाने हैं। आज भी ये होठों पे तेरे ही तराने हैं। मेरे ख्यालों में दिल की किताबों में लिखे तुझे मिलने के काँक्रा खानेकुरा तरकारीहरू फलाउनु भएको रहेछ। कस्तो राम्रो के वरिपरि त्यहीँ बसौँ जस्तो। दुनिया भुला कर जीत गए। हाय रब्बा हाय रब्बा हाय रे रब्बा। हाय रब्बा हाय रब्बा हाय रे रब्बा। तरकारी रहेछ लगेर जानु भनेर चाहिँ आफ्नो बुढाले तरकारी टिप्नु पठाउनु भयो। बारीमा कर्कल रहेछ, म पनि कर्कल टिप्न गएँ। शारदा दिदी चाहिँ अर्काको बारीमा टिप्यो भनेर भिडियो बनाउनु हुन्छ।